हेलो एभ्रिवान, यो चाहिँ हाम्रो तिहारको भिडियो हो। अनि हामी चाहिँ यत्तिकै बाटोमा हिँड्दै भ्लग बनाउँदै यस्तो भ्लग बनाऊँ न होला यत्तिकै गरेर हिँडिरहेको थियौँ कि हामी। अनि मेरो युट्युब थिएन नि त त्यतिखेर। अनि यसमा चाहिँ भाउजूले भिडियो बनाउनु भएको थियो, मेरो भाउजूले। अनि हामी चाहिँ यत्तिकै बाटोमा अब तिहार हाम्रो लक्ष्मी पूजाको बेला पूजा थिएन घरमा यसपालि, त्यसैले हामी चाहिँ जाऊँ न यसो घुम्न भनेर हामी गएको थियौँ कि बाटोमा झिलिमिली हेर्न जाऊँ न त यत्तिकै भनेर। अनि सबैले यो अर्को लक्ष्मी पूजा आउनु लागिसक्यो बल्ल हालेछ भन्नुहुन्छ होला। अब त्यस्तो चाहिँ नभनिदिनु होला, किनभने मैले यहाँ पुरानो भिडियोहरू हेरिरहेको थिएँ कि फोनमा। अनि यो भिडियो देखेर हाल्नु न त। अब मैले युट्युब खोलेको धेरै भएको छैन नि त, अब अस्ति धेरै भएको छैन, 2-3 दिन भयो। त्यही भएर अहिले युट्युबमा देख्दाखेरि खालि अब भिडियो अरू नयाँ कन्टेन्ट नहुँदासम्म यही हालिदिउँ न त, हाल्न मलाई कस्तो राम्रो लाग्यो। यो तिहारको भिडियोहरू हेरिरहेको थिएँ मैले ग्यालेरीमा पुरानो भिडियोहरू, अनि हालिदिउँ न त भनेर हालिदिएको हु तपाईँ। अनि हामी चाहिँ हिँडिरहेको थियौँ झिलिमिली हेर्न जाऊँ न त भन्दै हिँड्दै गइरहेको थियौँ। यत्तिकै हिँडेर पनि जाम भक गर्दै सबै झिलिमिली देख्न पाइन्छ, घरतिर गाउँतिरको नि सबै हेर भन्दै हिँडेको थियौँ। अनि उहाँ मेरो बहिनी लक्ष्मी, उहाँ मेरो भाउजू हो जुन भिडियो बनाउँदै हुनुहुन्छ। अनि त्यो चस्मा लाउने चाहिँ म हो। अनि भाउजूले चाहिँ बनाइराख्नु भएको थियो यतिखेर चाहिँ भ्लग यसो बनाऊँ न भनेर हामी यत्तिकै जोसेर बनाइरहेको थियौँ। ठिकै छ, अहिले आज हाल्नलाई जुर्यो, जे होस् ठिकै छ, रमाइलो भएको थियो। अनि हामी हिँडिरहेको थियौँ, हाम्रो गन्तव्य कहाँ थियो भन्ने चाहिँ हामीलाई पनि थाहा थिएन। हामी चाहिँ यत्तिकै हिँडी मात्र रहेको थियौँ कि। अनि हिँड्यौँ हामी हिँडी कहाँ पुग्यौँ भनेपछि हामी जनकपथ, भैरवा बस्नेमा हुनुहुन्छ भने जनकपथ भन्ने थाहा होला हजुरहरूलाई। हामी चाहिँ हाम्रो घर चाहिँ जनकपथदेखि अलिक नजिकै छ। चाहिँ हामी हिँड्दै जनकपथ पुग्न आँटिसकेको थियौँ। त्यहाँनिर फेरि एकजनाले बोम पड्काउनु लाउनु भएको थियो, मलाई याद छ। अनि भाउजूले चाहिँ नपड्काउनु न, एकैछिन नपड्काउनु है भनिराख्न थिएँ। म चाहिँ अबि भन्दै दौडिन लाग्थेँ।